त्यहाँ जात्रा हुँदैछ हेर्नुहोस् हजुर सबैजनाले भिडभाड धेरै नै छ हजुरहरू पनि आउन सक्नुहुन्छ होला यस्तो यति धेरै छ है र आज चाहिँ हिमाल जात्रा हजुरहरू कतिजनाले थाहा पाउनु पनि भइसक्यो होला आउनु पनि भएको होला पौधाको लुक्स चाहिँ हेर्नु यति धेरै छन् भिडभाड हेर्नु न कस्तो छ भिडभाडहरू आज चाहिँ यहाँ आज चाहिँ मामथान अगाडि आएको छु तर मेरो बाबु पनि यहीँ छ होइन सुतिरहेछ यसरी यो मामथान हो सबैजनाले गर्न आउन सक्नुहुन्छ यति धेरै भिडभाड छ कि बाटोमा हिँड्न पनि नसक्नु हेर्नुहोस् यस्तो यस्तो छ है साथीहरू यस्तो भिडभाडै छ पूजापाठहरू पनि गरिरहनु पर्छ तर बिहान 4 बजीदेखि आउनु भएर सबैजनाहरू हुनुहुन्छ म चाहिँ अघि सबैतिर आइपुगेको माथि यस्तो छ यति धेरै छ बत्तीहरू बाल्नु हुनेहरू हुनुहुन्छ होइन दृश्यहरू गर्नुहुन्छ यति धेरै भिड छ कि यति धेरै उहाँ चाहिँ चेक गर्नुहुँदैछ हेर्नुहोस् माग्नेहरूको भिडभाड यति धेरै छ कि है एकजना हेर्न सक्नु पूजापाठ पनि गरिरहनु भएको छ माग्नेहरू पनि बसिरहनु भएको छ होइन सबैजना आफ्नो उसमा छ कसोहरू पनि राखिरहनु भएको छ हेर्नुहोस् हेलो 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 यो चाहिँ लाइन है लाइन हिँडिरहेको छु होइन धेरै भिडभाड छ भरे चाहिँ फेरि गीतहरू गाउनुहुन्छ रमाइलो गर्नुहुन्छ हजुरहरू पनि आउन सक्नुहुन्छ धेरै मान्छेहरू आउनुहुन्छ धेरै टाढा टाढाबाट आउनुहुन्छ उहाँहरू चाहिँ सबैजना दर्शन गर्नुको लागि वर्षमा एकचोटि लाग्ने हिमाल जात्रा होइन त्यस्तो छ गर्नुपर्छ वर्ष बोकेर हिँडिरहेको छैन साथी हो मेरो साथी चाहिँ हराउनु भयो कहाँ जानुभयो हेर्नुहोस् हामी पनि अब मेरो पनि 3 कोरा अब लास्ट 1 कोरा गर्ने बित्तिकै सकिन्छ त्यस्तो छ गेट अगाडि हो देख्न सक्नुहुन्छ यति धेरै भिड छ सबैजनाले हेर्न सक्नुहुन्छ धेरै भिड यस्तो आज चाहिँ दिनभरि हुन्छ है आज चाहिँ दिनभरि हुन्छ होइन हजुरहरू कोही आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ आज चाहिँ दिनभरि हुन्छ तर यहाँ सबै सुविधाहरू राखेको छ होइन पानीदेखि लिएर खाजाहरूदेखि लिएर सबै राखेको छ होइन म चाहिँ
भ्लग बनाउँदै हिँडिरहेको छु होइन। यति धेरै यति रमाइलो माहौल छ कि होइन आज बौद्धमा। भोलि चाहिँ स्वयम्भूमा हुन्छ र म बच्चा बोकेर स्वयम्भू चाहिँ जान सक्दिनँ साथी हो। हेर्दै गर्नुहोस् मेरो भिडियो। सब पाल राखेको छु पानीहरू पर्यो भने छिर्नुलाई भनेर सुविधा राखेको छ। माथि बत्ती बाल्नुको लागि लाइनमा बस्नुपर्छ। कतिले चाहिँ बालिसक्नु भएर यता पूजापाठहरू माथि बत्ती बालिसक्नु भएपछि राउन्ड गरिसकेपछि यहाँ आउनुहुन्छ सबैजना। यता आफ्नो उसको मान्छेको नाममा बत्ती बाल्ने पूजापाठहरू गर्नुहुने यसरी गर्नुहुन्छ हेर्नु। यसरी पूजापाठहरू गर्नुहुन्छ। यति धेरै भिडभाड छ कि म चाहिँ भिडभाडमा त्यति छिरेको छैन होइन। अलि थोरै थोरै ट्यापमै हिँडिरहेको छु होइन। यहाँ मान्छेहरू एकअर्कालाई छुट्टिने भेटाउन नसक्ने भिडभाडले हुनाले मामखान हो। देख्न सक्नुहुन्छ यो चाहिँ मामखान हो। यति धेरै भिडभाड छ यो मामखानमा चाहिँ हेर्न सक्नुहुन्छ। साङहरू बाल्ने ठाउँ यस्तो मजाले सजाउनु भएको छ कि हाम्रो मामखान चाहिँ माथि पनि छ गुम्बाहरू। यो चाहिँ साङहरू बाल्ने ठाउँ है साथीहरू। साङहरू बाल्ने ठाउँ पूजापाठ हुन्छ। सक्नुहुन्छ बौद्धमा चाहिँ यति धेरै लाइन छ साथीहरू। यसरी म माथि चाहिँ गएन है साथीहरू। धेरै लाइनहरू छ।